Hello everyone, welcome to my YouTube channel with the new day of my vlog. हजुरहरुलाई धेरै धेरै स्वागत छ मेरो नयाँ च्यानलमा अनि after so long I'm back with you guys. So yeah, अनि आज चाहिँ यो भिडियो के को बारे हुँदैछ भन्दै गर्दा चाहिँ just for hang out with my family. So yeah, not more than that. अनि हामी चाहिँ यहाँबाट कहाँ जाँदै छौं भने चाहिँ हामी चाहिँ साहिद पार्क भन्ने ठाउँमा जाँदै छौं. So let's see त्यहाँ चाहिँ के छ कस्तो छ. या रमाइलो हुनेवाला छ. सो हामी चाहिँ फ्यामिली सबैजना पापा मम्मी इभी अनि मेरो छोरा म हामी चाहिँ जाँदैछौँ घुम्नको लागि. सो या हेर्दै गर्नु होला कस्तो हुन्छ के हुन्छ त्यहाँ गएपछि कस्तो ठाउँ रहेछ के रहेछ हजुरलाई म भन्छु हजुरलाई म देखाउँछु है त. सो स्टे ट्युन गाइज. ये आइ एम सो एक्साइटेड टुडे टु गो विथ माई फ्यामिली. लभ यु गाइज. स्टे ट्युन. सो गाइज हामी चाहिँ जाने भनेर रेडी भइसकेका थियौँ अघि 1 घन्टा अगाडि. सो त्यतिखेर चाहिँ मेरो बेबी सुतेर हामी चाहिँ जान पाइनौँ त्यतिखेर. अनि आफ्टर 1 आवर हामी फेरि जाँदैछौँ. अहिले चाहिँ ठिक्क 2 बजेको छ. 2 बजेको टाइममा ठिक्क जाँदा रमाइलो हुन्छ. सो लेट्स सी कस्तो हुन्छ हजुरलाई म देखाउँछु है त. सो यहाँ मम्मी पनि रेडी भइसक्नु भएको छ. हेलो. ओके आई विल सो यु. स्टे ट्युन गाइज. अनि पापाले चाहिँ गाडी लिएर आएर राख्नु भएको छ. हामीले चाहिँ इन्ड्राइभ गरेको. इन्ड्राइभ गर्दाखेरि कुनै पनि गाडीले एक्सेप्ट गरेन. सो द्याट पापाले चाहिँ आफ्नो साथीको लिएर आउनुभएको छ गाडी. सो त्यसमा चाहिँ हामी जाँदैछौँ. आई विल सो यु एज वेल. सो गाइज हामी चाहिँ निस्किसकेको छौँ. मम्मी चाहिँ यहाँ हुनुहुन्छ. बेबी हेलो. हेलो डियर. ओ सानो. आई छोरो साँचो बोकेर मेरो नाति चाहिँ यहाँ. वाउ कस्तो राम्रो देखेको ब्याकग्राउन्ड चाहिँ यहाँ हुनुहुन्छ. बेबी बाई. मम्मी र म चाहिँ यहाँ. हामी चाहिँ जाँदैछौँ. धेरै टाढाको बाटो होइन गाइस नजिकैको बाटो हो. यहाँ निलो कुर्ती लगाएर गाडीको छेउमा बसिरहनु भएको छ. एक्साइटेड. हाम्रो भी एकदमै एक्साइटेड हुनुहुन्छ. सो या लेट्स गो. कस्तो राम्रो गाइस सिन कस्तो राम्रो देखेको छ. घाम टलक्क टल्केको. म हिँड्दैछु यहाँ. हाम्रो बसाइ चाहिँ यस्तो ठाउँमा छ गाइस. आलुहरू रोपेको यहाँ. टनेलहरू घरहरू थुप्रो छ. राम्रो छ. लेट्स गो. छिटो हामी चाहिँ आज यो ट्याक्सीमा जाँदैछौँ. इभी इभी हेलो भनिदिनु. ल हामी चाहिँ यो गाडीमा जाँदैछौँ. सबैजना छिर्सक्नुभयो. म पनि छिर्छु. म चाहिँ यताबाट छिर्छु. ओहो मम्मी चाहिँ अगाडि. म चाहिँ खानेकुरा लाग्दैन. पानी त ल्याएन रहेछ त हामीले. पानी खाँदैन माथि गर्मी. ल इभी र म चाहिँ पछाडि. पापा र मम्मी चाहिँ अगाडि. हेलो एभ्रिबडी. हाम्रो फ्यामिलीमा चाहिँ आज रिजर्भ मामा इभी यता हेर्नु. thumbnail. ठिक छ. आफ्नो पारामा गाउँ ठाउँ जस्तो रमाइलो. सो या हजुरलाई म देखाउँछु. सो गाइज हामी चाहिँ गागलफेदीभन्दा माथि आइपुगिसकेको छौँ होइन. यहाँदेखि तल चाहिँ डाँडा देख्छ. अहिले म हजुरहरूलाई देखाउँछु है त. पुरै गाउँ माथि आइपुगिसक्यौँ.
खेतै रहेछ तल पुरै गाउँ जस्तो के यो सेम। खेत नै रहेछ हामी त अनि माथि 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 आइपुगिसक्यौँ। मेरो चाहिँ कान पनि बन्द भइसकेको छ। अब माथि धेरै बस्नु पर्दैन पर्दैन इबी रमाइलो माथि मान्छे। जोरपाटी बौद्ध पनि देख्छ यहाँबाट सब देख्छ रङ्गला रहेछ कि त्यहाँ अनि किर्जाइदिनले चाहिँ भयो भन्नु भन्छ म चाहिँ मिठो लागेर नि आमा त्यो चिउरा रान्दा क्या कहिले नबिर्सिने कसकोमा गएको थियो र? किर्जादिकै साथीकोमा फटाफट गफ चल्दैछ गफ। दियो खाइदियो खाने अझै खाने नै भन्ने दिदीले चाहिँ खाने म अब स्न्याप बनाउँछ है। यो त चौरमा बनाएको नि कस्तो भिड पाखामा घर कस्तो यस्तो cute। घरहरू बनाएको छ के घर म त किन यस्तो विधि खर्च गरेँ होला यस्तो ठाउँमा पनि जस्तो लाग्छ त्यस्तो ठाउँमा के गरी पुगेर लग्यो होला त सिमान्टी पुरै यो ठाउँमा चाहिँ तामाङ कति हरू मात्र बस्नुहुन्छ अरे। खास चाहिँ यो तामाङ बस्ती हो अरे धेरै जस्तो। छुम्दीतिर अनि यार्सा छुम्दीतिर आवा के गर्दो रहेछ ले भनेर मेमेले भनेर हेर्दैछ कि मेगाङ पाटागाङ भन्ने कुरामा नभुली छोरा कस्तो भिरालो भिड तामाङ बस्ती हो अरे यो चाहिँ खास यो यस्तो ठाउँ बनाएको चाहिँ। छ ढलाङ अनि सबैजना तामाङहरू मात्र बस्नुहुन्छ। अनि हजुरहरूले देख्न सक्नुहुन्छ गुम्बा पनि यस्तो राम्रो ठाउँ छ। गुम्बा गुम्बा हेर्दैछ के गुम्बा होला टिग्रामको यहाँ रेकर्ड हुन्छ नि ए हो उसो त यो बाटोमा हिँड्दाखेरि यो मोबाइलबाट रेकर्ड गर्न मिल्छ नि कहाँ के भइरहेछ सिस्टम त फेरि कडा बनाउनु भएको छ है। हँ? सिस्टम चाहिँ कडा बनाउनु भएको छ। टिग्रामलाई सिस्टम चाहिने मान्छे हो नि कुरा भइरहेको छ टिग्रामलाई त सिस्टम चाहिने मान्छे हो कि सिस्टमवाला। घरमै बसेर नि आफ्नो गाडी कहाँ कहाँ पुगिरहेछ कहाँ गइरहेछ कस्तो अवस्थामा छ। विक्रम साह्रै राम्रो मान्छे हो You can see everything. कस्तो कडा कस्तो राम्रो ठाउँ देख्ने धेरै सुक्यो मेरा राम्रो ठाउँ आयो। चाइनातिर अब छ पठाउन यो- उनीहरूले के बना यहीँ घरमा उनीहरूले त कस्तो परिवार यहाँ काठमाडौँमा पालेर पढाएर घर बनाएर कत्रो ठुलो परिवार एकचोटिमा 5 किलो मासु किन्नुपर्छ उनीहरूको परिवारमा त्यत्रो ठुलो परिवार र पनि एउटाले बाउको ठाउँमा दाइको ठाउँमा बसेर गरे कि हो ए विक्रमले गरे कि हो विक्रमले बाउ जस्तो विक्रमले त्यो परिवारको एउटा बाउ जस्तै हो मैले चिन्छ जस्तो पनि लाग्छ चिन्दैन जस्तो पनि लाग्छ विक्रमलाई चिन्नुहुन्छ नि पछाडि म्युजिकमा बस्नु हुने कि पापाहरूसँग के अरे पापाहरूसँग उसले फेरि विश्वास गरेर दिन्छ कि यसरी हेर कस्तो पाखामा घर ढलान घर भनेपछि हाम्रो नै गाडी भएपछि उसलाई के पठाउनु पर्छ नि लैजा विश्वास गरेको राम्रो हो नि हामीले नि विश्वास विश्वास गरेको। अब सायद उता अनि अहिले आफ्नो घरमै काम गर्नु पाउने रहेछ या काम खोज्नु जानु नपर्ने छ है मान्छे छ होला नि उसको काम गर्ने भन्ने मान्छे छ नि काम गर्ने 4-5 जना भन्दा बढी छ थुप्रो छ आफ्नै परिवारहरू अनि फेरि भाइहरू पनि कति आमा चाहिँ उकालो जानु सक्छ सक्दैन होला यहाँ आइपुग्यो अब यहाँबाट उकालो हिँडेर जानुपर्छ त्यहाँबाट अम्मा ओ यहाँतिर कहाँतिर ऊ त्यहाँबाट हिँडेर जानुपर्छ ल जा म त नहिँड्ने अब हिँडेर जाउँ न के अलिकति अब थोरै बाँकी छ अब अब त्यो भर्याङमा त गाडी कुद्दैन त्यही त भरेङमा त गाडी कुद्दैन के हेर्ने माथि सायद पार्क छ कि माथि जाउँ न अब जाने ठाउँ चाहिँ माथि त्यही भर्याङ कति टाढो हँ? म पनि गएको छैन कति छ थाहा छैन ल गाडी यहीँ छोड्ने फाइनली हामी चाहिँ आइपुगिसकेको छौँ। हेलो बेबी। यहाँ भरेङबाट चढेर माथि जानुपर्ने रे। अब लेट्स हिँडौँ अब माथि जाउँ माथि जाउँ
बाइक लिएर मान्छेहरू टन्नै रहेछ। हामी चाहिँ माथि जाने अब अलिकति माथि होला। अनि कुकुर पनि हाम्रै पछ्याइरहेको छ हामीसँगै। लेट्स गो गाइज। अब चाहिँ भरेङ हामी चढौँ। we are going. म त कति धेरै एक्साइटेड छु। कति भरिङ चढ्नु पर्ने हो तर त्यो चाहिँ थाहा छैन। अलिकति माथि रे। लेट्स गो। आउँदै हुनुहुन्छ। हेलो आउँदै हुनुहुन्छ उहाँहरू चाहिँ। गाइस हजुरहरू चाहिँ देख्न सक्नुहुन्छ म भन्दा नि मेरो छोरा बलियो छ यहाँ हिँड्नलाई चाहिँ। उसको मेमेसँग हिँड्दैछ ऊ चाहिँ लामो लामो पाइला राखेर। हामी चाहिँ जाँदैछौँ माथि चाहिँ साइड पार्क छ अरे त्यही भएर चाहिँ हामी जाँदैछौँ। अनि इबी र मम्मी चाहिँ तल हुनुहुन्छ। बुढी मान्छे मम्मीको स्न्याप फेरि चल्छ। मेमे र नातिको त छुट्टै पारा। मेमे चाहिँ किला म त को लडेछ भनेर सोचिरहेको। हामी चाहिँ हिँड्दैछौँ होइन जाँदैछौँ। एकदमै शीतल एकदमै राम्रो ठाउँ छ। हजुरहरू पनि आउनु गाइस। हेर्नु त हावा यस्तो शीतल छ क्या। तर मैले आज बिहानदेखि केही खाएको छुइनँ होइन खाली पेटमा आएको। मलाई के भएको थाहा छ गाइस म हजुर भनौँ बिहान म बौद्ध गएको थिएँ होइन। अनि साइड पार्क घुम्न जाने भनेर म चाहिँ त्यो जोसले अब त्यहीँ गएर के खानुपर्छ त्यहाँनिर के पाउँछ होला भन्ने ठानेर सोचेर बौद्धमा गएको मान्छे एउटा केही नखाइकन आएको। भोकले यस्तो भएको छु म घरमा नि खाना नखाइकन आएको। यो मम्मीले गरेर अनि सोया गाइस। अनि त्यही भएर चाहिँ मैले खाना पाइनँ। खाना खाएको छैन। खाना पाइनँ होइन खाना त पाएको तर खाएको छुइनँ मैले। म यति भोकेमा छु तर मेरो फ्यामिलीलाई नो चिन्ता नो फिक्री। हाँसिरहनु भएको छ यही मम्मी पनि के को चिन्ता भनेको हाम्रो पेट भोको भएन हामी त खायो अरे खा भनेको हुँदैन। लेट्स गो। जुमिङ भएको रहेछ के रे इबी वन्स मोर भनेर नखाएको है गाइस। सो लेट्स गो। अझै माथि जानुपर्ने रहेछ। कहाँ हो मम्मी? शहीद पार्क। यस्तै मिठो गफ गर्नको लागि नि मैले हजुरहरूलाई यो भिडियो बनाएको। अनि एउटा मेमोरी हुन्छ किनभने मेरो हजुरआमा इबीलाई चाहिँ घुमाउनु नलिएर आएको धेरै भयो। अब हामी फ्यामिली चाहिँ निस्किराखेको हुन्छौँ सिम्पली। अनि सो यहाँ इबीलाई चाहिँ कस्तो लागिरहेछ परिचय लिउँ। कस्तो लागिरहेछ इबी तपाईँलाई? यता हेरेर भन्नुहोस्। उकालो हिँड्नु परेको छ अलिअलि स्यास्या बढिरहेको छ। कस्तो लागिरहेछ हजुरलाई? ठिकै छ राम्रै छ। बेकारको लागि यहाँ किन नआउनु?
यहाँ पनि रहेछ बस्ती त तर पातलो बस्ती पातलो बस्ती है बी माथि भन्दैछ कराउँदैछ हामी भन्दा सुरुमा गएर केटा मान्छे न हो गाइस केटा मान्छे त हिँड्न पर्यो नि त होइन यतिको नि हिँडेन भन्छ व्हाट इज द्याट गाई 20 महिनाको छोरा हिँड्दैछ अहिले मेरो छोरा हो हिँडेर म भन्दा अगाडि पुगिसकेको छ ऊ मेमेले के गराउँदै हुनुहुन्छ ल भिडियो खिचिदिने रे भिडियो खिच्दिनलाई भन्नु गाइस एकदम रमाइलो छ है हजुरहरू पनि आउनु होला बुहारी र सासूको गफ निकै हुँदैछ हामी गाई बस्तुको कुरा गर्दैछौँ यहाँ पत्कर रहेछ लाने अलिकति बोकेर ल पत्कर रहेछ गाई आउनुहोस् हजुरहरूको गाई भैँसी उयो ता पनि छ त नि रोसिन दिदी एक डोको लैजा म एक डोको ल ल आउँदैछ नि नाति र मिमीको क्याटवर्क नाति चलाउने हो गाडी साँचो बोके छ त नाति केटीले माथि जाउँ न माथि यहाँ गर्न माथि के हेरौँ न होइन माथि जाने ल गाइस मैले चाहिँ एकछिन भिडियो अफ गरेको किनभने म हजुरलाई देखाउँछु के हुन्छ कस्तो हुन्छ यो चाहिँ यहाँ यही नै हो ह्याङ आउट होइन हामी चाहिँ गागल फेरि पुगेर आउनु न गागल फेरि मात्रै गएको होइन मम्मी हामी फेरि आमालाई गाह्रो हुन्छ कि तल झर्नु गागल फेरि चोकसम्म मात्रै गएको होइन हामी गागल फेरि चोकबाट माथि त आएको छैनौँ नि आएको छैनौँ फर्स्ट टाइम हो साइड पार्कमा हामी फर्स्ट टाइम ठाउँमा आएर बसेको 7 वर्ष भयो भर्खर हामी आएको है फर्स्ट टाइम भर्खरै आएको हामी 7 वर्षमा भर्खरै आएको छौँ हामी यहाँनिरदेखि मान्छेहरू आउँछन् है What is हामी चाहिँ यहीँको मान्छे पनि आज फर्स्ट टाइम आर यु सिरियस हामी फर्स्ट टाइम आएको 7 वर्ष भइसक्यो तर भर्खरै आएको हामी सो लेट्स गो बस्ने ठाउँ पनि छ यहाँ आउनु भएको छ घुम्नुलाई 2-4 जना सो लेट्स गो म चाहिँ हेरेर आउँछु ल त्यो ऊ जस्तो रहेछ मन्दिर जस्तो रहेछ बस्नलाई होइन अनि ठ्याक्कै साइड पार्क भनेको यही नै रहेछ गाइस बिचमा यस्तो बाटो राम्रो बाटो बनाइदिएको रहेछ छेउछेउमा रुख अनि त्यस पछाडि यो चाहिँ साइड पार्क रे यही नै हो रे साइड पार्क ए ओ गड यसको त पिक्चर लिनै पर्छ नि त गाइस होइन र हेर्नुहोस् न यहाँ हेर्नुहोस् त आमामा कडा रहेछ नि त होइन यहाँ ए यस्तो खालको रहेछ नि यो चाहिँ साइड पार्क एकदम राम्रो रहेछ गाइस वाउ सो गाइज हाम्रो चाहिँ फाइनली फोटोसुट पनि भइसकेको छ फोटोसुटहरू चाहिँ म यहाँ राखिदिनेछु होइन हजुरको अगाडि राखिदिनेछु सो या कस्तो लाग्यो हजुरहरूले भनिदिनु होला हजुरलाई कस्तो लाग्छ चाहिँ यहाँ फर्स्ट टाइम घुम्न आएको अनि एकदमै रमाइलो ठाउँ छ होइन साइड पार्क भनेको चाहिँ यही ठाउँ रहेछ होइन अनि उहाँ पापाले चाहिँ बसी पोज खिचिदिनुहुन्छ हजुरलाई त्यो फोटो पनि राख्दिनै छु सो या बेबीको मेरो अनि हाम्रो सबैजनाको हाम्रो चाहिँ खिचेर पनि भ्यायौँ या साइड पार्क एकदम शीतल राम्रो यतिखेर आयो भने चाहिँ एकदम राम्रो ठाउँ रहेछ त्यसलाई लिएर यहाँ बस्नु न
सो गाइज अब चाहिँ हामी तल फर्किँदैछौँ माथिबाट तल आउँदैछौँ अब चाहिँ हामी अनि त्यस पछाडि यहाँ आज रमाइलो भयो एकदम रमाइलो भयो एकदम रमाइलो भयो गाइज यतिको लागि हामी यहाँसम्म आएको भन्ने कुरा गर्दै हुनुहुन्छ मम्मी अनि हामीले खानेकुरा लिएर आएको छुइनौँ सो द्याट कस्तो मजाको हावा लाग्यो कस्तो मजाको हावा लागेको गाइज मलाई त यहीँ बसिराख्न मन पर्यो बेबी लिएर अगाडि पापा अनि मम्मी र इबी अनि त्यसपछि लास्टमा म मेरो कसैलाई वास्ता छ सिरियसली सो गाइज म चाहिँ भोकले रन्थनिसकेँ होइन आँखा सबै बन्द भइसकेको छ अब चाहिँ हामी खाजा खान्छौँ आँटेको यहाँ रेस्टुरेन्टमा माथि साइड पार्कमा नेरी कस्तो बोल्नै नआएको साइड पार्क नेरी एउटा रेस्टुरेन्ट रहेछ त्यसमा चाहिँ आएको छ भने सुरुमा चाहिँ बेबीलाई लिएर आएको बनाना थियो बनाना बेबीले नखाएको बनाना चाहिँ म खाँदैछु बेबी र मम्मी चाहिँ हुनुहुन्छ रेस्टुरेन्टमा आएको मेरो फोन चाहिँ अरे यस्तो रहेछ यहाँ चाहिँ यस्तो रहेछ गाइस बेबी ओहो यो चाहिँ होटेल यहाँ चाहिँ पिङ रहेछ गाइस अब म पिङ खेल्छु ल मलाई किनभने रिङवटा लाग्छ हौ फेरि खेल्यो भने रिङवटा लाग्छ गाइस मलाई म धेरै खेल्न सक्दिनँ नि म रिङवटा लाग्छ यस्तोमा म सानी माइबीकोमा पनि चढेको थियो उसको डर पो लाग्दो रहेछ अब यो डर लाग्छ म सक्दिनँ गाइस म सक्दिनँ पछाडि केही छैन स्ट्यान्डहरू केही छैन सिम्पल राम्रो रहेछ रेस्टुरेन्ट नमस्ते कागेश्वरी रेस्टुरेन्ट रहेछ यो रेस्टुरेन्टको नाम कागेश्वरी रेस्टुरेन्ट गीत बजाइरहेको छ गाइस गीत सुनै जान्छ हामी खाजा हावा हुँदो रहेछ आउनु भित्र हावा आउँदैन राम्रो भ्यू तुवालोले के देखाएको छ नि त अब मेनु हेरेर अनि खाजा अर्डर गर्छु है फाइनली गाइस हामीले चाहिँ खाजा पनि अर्डर गरिसकेको छौँ मेनुमा हेरेर अझै पनि पापाले हेर्दै हुनुहुन्छ हेर्न चाहिँ बेबी पापा र बेबी त्यहाँ इबी त्यहाँ
मम्मी र म यहाँ त्यसरी ज्ञानी भएर बस्यो भने त लान मन लाग्छ नि यो त बस्दै बस्दैन नि दिक्क लाग्ने क्या कतै गएर। मलाई चाहिँ भोक लागिसक्यो खुट्टा कामिसक्यो खाजा चाहिँ मेरो लागि आइडिया हुन्थ्यो अब चाहिँ स्टार्टिङ भइरहेछ लेग सेक गर्नको लागि भ्यूहरू देख्ने सबै क्या खाने नि यहाँ आएको त चाहिँ होइन त्यो त हो कि आमाको लागि छुट्टै एउटा रोटी कि केही हुनु पर्दैन यहाँ आएको त सबै गाइज मेरो चाहिँ मोबाइलमा चार्ज थिएन हाल्यो त्यही भएर चाहिँ अब खाजा आइसके पछाडि म हजुरलाई थोरै देखाउँछु अनि या त्यस पछाडि घर गएको एकैचोटि सो गाइज फाइनली हाम्रो चाहिँ खाजा पनि आइसकेको छ यो चाहिँ छोइला हो अनि यो चाहिँ चिकन चिली विथ बोन अनि यो चाहिँ झोल मोमो अनि चाउमिन हामी चाहिँ यहाँ खाँदैछौँ परिवार बसेर म चाहिँ यहाँ पनि छु अनि यहाँ चाहिँ म फेसबुक लाइभमा बसेको छु खानेकुरा कसैले के खायो भनेको थाहा ट्राइङ टु रिकनेक्ट भइराखेको छ सो यहाँ हामी चाहिँ खाँदैछौँ बी केयरफुल है अस्ति हामीले सँगै लगाउनु खाएको भिडियो नखान्छ यो खान्छ छोइला Hello everyone. यो चाहिँ कसरी नगर्न त्यहाँ मलाई अप्ठ्यारो हुन्छ त टेबल सानो रहेछ नि भोक लाग्यो भने चाहिँ खाजा नखाएर फोटो खिचेर बस्छ भिडियो छोरी यो लाइभ छ यो ब्लगको लाइभ यहाँ छ पछाडिबाट खिच्नु मिल्दैन मलाई छोइला मन पर्यो ल है गाइज मेरो छोरीको भ्लगमा सेयर कमेन्ट कहिले पनि कन्जुस नगरिदिनु है सेयर र लाइकमा चाहिँ कमेन्टमा चाहिँ एकदम राम्रो कमेन्ट सेयर कहिले पनि कन्जुस नगरिदिनु होला यो ठाउँ चाहिँ धेरै राम्रो ब्युटिफुल एरिया हो माउन्टेन एरिया हाइट धेरै हाइट त्यस कारणले गर्दाखेरि यहाँहरू पनि आएर यस ठाउँमा आएर यसो इन्जोय गर्न सक्नुहुन्छ रमाइलो छ नखोल्नु ल भयो हेयर कट खिच्नु पर्दैन Hello everyone, we are here today. ल सजिलो गरेर खाओस् न त ल Welcome हजुर सबैजनालाई लाइभमा मैले चाउमिन चाहिँ खुब खान्छ के पाएन भयो होला पाएको त्यो भिडियो लाइभमा छौँ गाइज हामी चाहिँ यहाँनिर दुईटा कोक दियो त्यो दुईटा अब चाहिँ गाइज म हजुरलाई खाएर भेट्छु हेर्ने हामी चाहिँ जाँदैछौँ ल अब घर हाम्रो चाहिँ अब खाजा साजा भइखेर अब चाहिँ हामी घर जाँदैछौँ सबैजना अनि यहाँ सो हेरिदिनु भयो धेरै धेरै धन्यवाद थ्याङ्क यू फर वाचिङ दिस भिडियो गाइज अनि धेरै धेरै माया हजुरहरूलाई हामीलाई पनि धेरै माया गरिदिनु होला मेरो यो च्यानललाई धेरै धेरै सब्सक्राइब लाइक सेयर कमेन्ट गरिदिनु होला हजुरलाई कस्तो लाग्यो यो भिडियो कमेन्टमा भन्न नबिर्सिनु होला सो द्याट या सक्दो सेयर गरेर धेरैभन्दा धेरै माया गरिदिनु होला क्या गाइज अब चाहिँ म मेरो भिडियो अन्तिम गर्न चाहन्छु नेक्स्ट ब्लग स्टे ट्युन गाइज बाई बाई लभ यु बाई 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 गरिदिनुहोस् न बाई बाई